धर्मशास्त्र बाइबल पवित्र बाइबलले यूहन्ना 11:25 र 26 मा प्रभु येशूले यसरी भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि त्यो जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। प्रभुले यसरी भन्नुभयो। हामी इसाईहरू, हामी क्रिस्चियनहरू विश्वास गर्दछौँ कि हामी पृथ्वीमा हामी सुत्छौँ अनि हामी स्वर्गमा भ्युजन्छौँ। त्यसैले प्रभुले भन्नुभयो, पुनरुत्थान र जीवन म हुँ, ममाथि विश्वास गर्ने कोही मर्यो भने पनि त्यो जीवित हुनेछ। आउनुहोस् हामी एउटा भजन गाउनेछौँ। तपाईँले पाउन सक्नुहुन्छ 386 भजनले भन्छ, एक बारको जुनियो लानु त के छ र मरेर जाने हो, जीवन यहाँ यो अमर छैन कि माटोमा मिल्ने हो। उहाँको जीवनी बारे म केही कुरा यहाँको अगाडि पढिदिनेछु, किनकि खासमा उहाँको श्रीमान आदरणीय सिबी अङ्कलले पढ्नुपर्ने थियो। उहाँले मलाई पढ्नको लागि अनुरोध गर्नुभएकोले गर्दा मैले उहाँको जीवनी बारे थोरै लेखेर ल्याएको छु। म पाठ गरिदिनेछु। स्वर्गीय धनकुमारी सुनवारको जन्म इस्वी सम्वत 01/01/1954 विक्रम सम्वत 10 भदौ
2010 सालको दिन ओखलढुङ्गा जिल्लाको खिजी फलाटे गाविसमा भएको थियो। उहाँको विवाह श्री चन्द्रबहादुर सुनवारसँग इस्वी सम्बत 3 फेब्रुअरी 1972 मा हिन्दू विधि विधान अनुसार भएको थियो। उहाँका छोराहरूमा 4 जना छोराहरूका आमा र 2 जना नाति र 1 नातिनीको बोजू हुनुहुन्थ्यो। उहाँको स्वभाव साधारण जीवन जिउने र उच्च विचार भएको हुनुहुन्थ्यो। कसैलाई ढाक्नु हुँदैन, छल्नु हुँदैन, दुःख दिनु हुँदैन भन्ने सोचको हुनुहुन्थ्यो। ख्रीष्ट प्रभुमा आज्ञाकारी र भययोग्य जीवन जिउनुहुन्थ्यो। उहाँको श्रीमानको अनुसार उहाँले कहिल्यै पनि आफ्नो जीवनमा दामी दामी कुराहरूको चाह राख्नु भएको थिएन अरे। पवित्र बाइबलको उपदेशक 5:15 यसरी भन्दछ, मानिस आमाको गर्भबाट नाङ्गै आउँछ र जसरी आउँछ त्यसरी नै फर्केर जान्छ। उहाँ कसरी ख्रिस्टमा क्रिस्चियन हुनुभयो भन्ने सन्दर्भमा 1981 सालमा उहाँहरू ब्रुनाईमा हुनुभएको बेला उहाँका माइला छोरा र साइला छोरा सिकिस्त बिरामी हुनुहुन्थ्यो। विभिन्न किसिमको आधुनिक उपचार धामी झाँक्री लगाउँदा पनि 20 को 19 नभएको समयमा एकजना व्यक्ति उहाँको आर्मी नम्बर 21-15-98-73 लोकमान लिम्बुज्यूले ख्रिस्ट येशू हामी मानिसहरूको मुक्तिदाता हुनुहुन्छ र औषधि विज्ञानले निको पार्न नसक्ने रोग पनि निको पार्न सक्नुहुन्छ भन्ने शुभ समाचार सुनाउनु भएछ। जब उहाँहरूले ख्रिस्ट येशूलाई आफ्नो जीवनको मुक्तिदाता मानेर ग्रहण गर्नुभयो, त्यस पश्चात दुवै छोराहरू निको भए र यसरी उहाँ ख्रिस्टमा आउनु भएको अथवा क्रिस्चियन हुनुभएको रहेछ। आज तिनै छोराहरू आफ्नो आमाको पार्थिव शरीरलाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली दिन नेपालमा प्रतीक्षा गरिरहनु भएको छ। उहाँले भ्रमण गर्नुभएको मुलुकहरू इन्डिया, हङकङ, ब्रुनाई, थाइल्यान्ड अनि युके हो। अन्तमा उहाँले 60औं वसन्तहरू पार गरेर 19 अप्रिल 2014 सालको दिन प्रभुमा सदाको निम्ति विश्राम लिनुभयो। परमेश्वरलाई धन्यवाद भएको होस्। आउनुहोस् हामी एउटा धर्मशास्त्र बाइबलको केही खण्डलाई हामी पाठ गर्नेछौँ। रोमी 14 को 8 र 9 यसरी भन्छ, यदि हामी बाँच्छौँ भने प्रभुकै निम्ति बाँच्छौँ र मर्छौँ भने प्रभुकै निम्ति मर्छौँ। चाहे हामी बाँच्छौँ चाहे हामी मरौँ, हामी प्रभुकै हौँ। यसैको निम्ति ख्रिस्ट मर्नुभयो र फेरि जीवित हुनुभयो कि उहाँमा मरेकाहरू र जीवितहरूका दुवैका प्रभु हौ। हामी वचन पढाइमा आशिष भएको होस्। हामी एउटा फेरि पनि एउटा भजन गाउनेछौँ। 387 भजनले भन्दछ, आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ, ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ। Christ by my
ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी हुँदाउँछ। साँच्चै प्रभुलाई धन्यवाद भएको होस्। हुन्छ, हामी यो समय उहाँका परिवारको तर्फबाट उहाँका भदै भतिज टिका भाइलाई म अगाडि निम्ताउँदछु। उहाँले तपाईँहरूलाई धन्यवाद ज्ञापन गर्नुहुन्छ। हजुर सबैलाई जय मसीह, नमस्ते। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। साथै आज यो शोकको घडीमा मेरो काका सिबी सुनवार र मेरो परिवारलाई सन्तान दिने आउनुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। म हाम्रो इमानुएल नेपालीको मण्डली र मण्डली परिवारलाई धन्यवाद नदिई सक्दिनँ, किनकि यो शोकको घडीमा मेरो काकालाई सन्तान साथै सहयोग गर्नु भएको छ। व्यक्तिगत धन्यवाद दिनु पर्दा सिस्टर भेडा धन्यवादको पत्रोस हुनुहुन्छ। सिस्टर भेडाले सुरुको दिनदेखि आजसम्म ठुलो जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएर मेरो काकालाई सपोर्ट गर्नुभएको छ। यो शोक घडीमा धेरै बोल्ने शब्दहरू मसँग छैन। आज हाम्रो परिवारले एकजना सदस्य गुमाएका छौँ, तर पनि हामी क्रिस्चियनहरूले एउटा जीवित आशा हुन्छ। हामी उहाँसँग शरीरमा छुटिएका छौँ र हामी विश्वास गर्छौँ एक दिन हामी उहाँलाई आत्मा र स्वर्गमा भेट्ने छौँ। र अन्तमा मेरो आदरणीय काका र उहाँका परिवारलाई यो शोकको घडीमा परमेश्वरले ढाडस गर्ने र शक्ति प्रदान गरून्। आमीन र जय मसीह, नमस्ते। प्रभुलाई धन्यवाद होस्। हामी फेरि पनि एउटा धर्मशास्त्र बाइबलको एउटा खण्डलाई हामी पाठ गर्नेछौँ। पहिलो थेसलोनिकी 4:13-14 यहाँ यसरी लेखिएको छ, भाइ हो सुति गएकाहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौँ र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्न नपरोस्, किनकि हामी विश्वास गर्छौँ कि येशू मर्नुभयो र फेरि जी उठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुति गएकाहरूलाई
येशूद्वारा ल्याउनुहुनेछ। आमेन। वचन पढाइमा आशिष भएको होस्। हामी फेरि पनि एउटा भजन गाउनेछौँ। भजन नम्बर 479 भजनले भन्छ, हाम्रो यो जीवन घाम छाया मात्र हो, हाम्रो यो जीवन बगेको खोला हो। फर्केर आउँदैन बितेको जीवन यो, रोएर फिर्दैन गएको यो भन्ने भजनले यसरी भन्दछ। अनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। यो समय आज हामी दुःखको घडीमा छौँ, यहाँहरू आइदिनु भएको लागि हामी फेरि पनि हाम्रो हृदयभित्रबाट धन्यवाद गर्नेछौँ। हुन्छ यो समय हाम्रो मण्डलीको दिदी बहिनीहरूको तर्फबाट हाम्रो मण्डलीको आदरणीय आन्टी एस्तर लिम्बुजीलाई म अगाडि बोलाउनेछु। उहाँसँग बिताउनु भएको अविस्मरणीय क्षण हाम्रो माझमा बाँड्नुहुनेछ। सबैलाई जय मसीह। साँच्चै नै आज हामी दिदीबहिनीहरूले आज हाम्रो एउटा साथीलाई हामीले गुमाएका छौँ। सम्झँदछौँ हामी उहाँसँगको बिताएको त्यो सेवाकाईहरू। हाम्रो आमा दिदीबहिनीको यो 1 वर्ष अगाडि 2013 सालमा अप्रिलमा हामीले 1 दिनभरिको हामीले सेवा गरेका थियौँ। हाम्रो साथमा हुनुहुन्थ्यो। अहिले हामीले हाम्रो साथीलाई हाम्रो माझबाट गुमाएका छौँ। तर परमेश्वरलाई धन्यवाद होस्, किनभने अघि हामीले गीत सुन्यौँ,
मानिसलाई माया गर्ने मान्छे मृत्यु पारी जान्छ, उहाँ परमेश्वरको साथमा हुनुहुन्छ। र साँच्चै हामी यो संसारको एउटा परदेशी हौँ। हाम्रो त त्यो ठाउँ हो जहाँ भोलि हामी साँच्चै नै हामी एकजना दिदीबहिनीहरू फेरि पनि हामी स्वर्गीय धनकुमारी बहिनीसँग त्यो स्वर्गमा भेट्नेछौँ। हाम्रो आशा त्यो स्वर्ग हो, हाम्रो घर स्वर्ग हो, पिता कहाँ पुर्याउने हाम्रो प्रभु येशूले हामी एकलाई साँच्चै नै हामी फेरि पनि लिन आउनुहुन्छ र हामीलाई त्यो ठाउँमा पुर्याउनुहुन्छ। र साँच्चै यति आफ्नो नाति ओबेदको लागि धेरै चिन्ता गर्नुहुन्थ्यो बहिनीले। हामी एकले त्यो ओबेद बहिनी नातिको लागि हामी सबैले प्रार्थना गरौँ। सधैँ प्रार्थनामा आफ्नो राख्नुहुन्न थियो, त्यही नातिको लागि राख्नुहुन्थ्यो। म सम्झन्दछु हाम्रो धनकुमारी बहिनीको उहाँको नातिलाई। साँच्चै दुःख लाग्छ आफ्नो साथीले गुमाउनु पर्दा। तर यो खुसीको कुरा पनि हो, किनभने हाम्रो मृत्युपछि मात्रै त्यो जीवन सुरु हुन्छ, जहाँ दुःख कष्ट हुँदैन, जहाँ रुनु पर्दैन। यो संसारमा त हामीले धेरै दुःख कष्ट भोग्नुपर्छ। आज हाम्रो साथी त्यो ठाउँमा पुग्नु भएछ जहाँ दुःख कष्ट केही पनि छैन, त्यो ठाउँमा पुग्नुभयो। परमेश्वरलाई धन्यवाद। जय मसीह। परमेश्वरलाई धन्यवाद होस्। हामी एउटा बाइबलको खण्ड फेरि पाठ गर्दैछौँ। सुसमाचार योहन्ना 3:3 - 6 प्रभु येशूले यसरी भन्नुभयो, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी आमाको गर्भबाट एकचोटि जन्मन्छौँ, यो संसारमा आउनको लागि जन्मन्छौँ। अनि फेरि पनि हामी पानी र आत्माद्वारा हामी जन्मन्छौँ, त्यो चाहिँ स्वर्गको लागि हामी जन्मन्छौँ। एउटा भनाइ छ, एकचोटि जन्मिने दुईचोटि मर्छ, तर दुईचोटि जन्मिने कहिल्यै पनि मर्दैन। प्रभुलाई धन्यवाद भएको होस्। हामी एउटा अन्तिम भजन गाउनेछौँ। भजन नम्बर 337। भजनले भन्छ, लौ सुन साथी सत्यको वाणी, यो तिम्रै लागि। Putra, ai
बस्नलाई मान्छे सधैँ नै खोज्छ जीवनको सहारा पापको बसमा डुबेको मान्छे एउटै छ किनारा बाटो र सत्य जीवन छ है ख्रीष्ट येशू प्रभुमा विश्वास गरी हे मेरा साथी जीवन ल्याउँदैन लौ सुन साथी सत्यको बाणी यो तिम्रै लागि हो गरीब र धनी सबैको लागि जीवनको पानी हो ईश्वरको पुत्र आए धरती कोहीले चिनेन पापीलाई मुक्ति गर्दिन भने यो कुरा बुझालो यो कुरा बुझालो परमेश्वरलाई धन्यवाद होस्। हामी आज यो दुःखको घडीमा मण्डली परिवार अनि उहाँका आफन्तहरू यो शोकको घडीमा हुनुहुन्छ। यो समय आउनुभएका सबै दाजुभाइ दिदीबहिनीहरूलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। हुन्छ, हामी प्रार्थना गर्नेछौँ, हामी समर्पणको लागि प्रार्थना गर्नेछौँ। आउनुहोस्, हामी सबैले आँखा बन्द गर्दछौँ, आफ्नो शिरलाई निहुराउनेछौँ अनि हामी प्रार्थना गर्नेछौँ। स्वर्ग पृथ्वीको मालिक, तपाईँलाई हामी धन्यवाद दिन्छौँ। आज तपाईँ परमेश्वरले आफ्नो छोरी स्वर्गीय धनकुमारी सुनवारज्यूलाई आफ्नो स्वर्गीय राज्यमा बोलाउनु भयो, लैजानुभयो। हामी प्रार्थना गर्दछौँ आफ्नो छोरीको आत्मालाई तपाईँले वास्ता गर्नुभएको होस् अनि हामी प्रार्थना गर्दछौँ यहाँ रहनुभएका उहाँका सबै परिवारलाई तपाईँले आफ्नो वचनद्वारा उहाँहरूलाई सान्त्वना अनि ढाढस दिनुभएको होस्। तपाईँको वचनले भन्दछ, पुनरुत्थान अनि जीवन म नै हुँ, म माथि विश्वास गर्ने मर्यो भने पनि त्यो जीवित हुनेछ। साथै आज तपाईँको छोरी स्वर्गमा तपाईँसँग हुनुहुन्छ। हामी यो विश्वास गर्दछौँ। हामी शरीरमा छुट्टिएका छौँ, तर एक दिन हामी आत्मामा स्वर्गलोकमा हामी उहाँलाई अवश्य पनि भेट्दछौँ। यो हाम्रो जीवित आशा छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ किनकि तपाईँ परमेश्वरले आफै उहाँले तपाईँले दिनुभयो अनि तपाईँ आफैले लैजानुभयो। हामी धन्यवाद भन्छौँ। फेरि पनि हामी प्रार्थना गर्दछौँ बाँकी नेपालमा हुने जति पनि कार्यक्रमहरू छन् त्यो कार्यक्रममा तपाईँ परमेश्वरले उहाँहरूलाई सहायता गर्नुभएको होस्। नेपालमा भएका परिवारहरूलाई तपाईँले अनुग्रह गर्नुभएको होस्। धन्यवाद दिन्छौँ। सबै कुरा हामी तपाईँको हातमा समर्पण गर्दै हामी बिन्ती प्रार्थना हामी माग्छौँ। हामीलाई सित्तैमा उद्धार गर्नुहुने येशू प्रभुको नाममा आमेन। परमेश्वरलाई धन्यवाद होस्। हाम्रो कार्यक्रम करिब सिद्धिएर अन्तिममा आइसकेको छ। हामी मुख हेर्ने समयमा छौँ। आज हामी पछाडिबाटको चेयरको भित्रपट्टिको बाट चाहिँ उठेर हामी आउँछौँ, भित्रबाट आउँछौँ अनि बाहिरबाट हामी घुमेर जान्छौँ। यो साइडको हामी यो साइडबाट घुमेर जान्छौँ अनि यता साइडमा बस्नुभएको तपाईँहरू आएर यताबाट हेरेर आफ्नो सिटमा गएर बसिदिनुको लागि म अनुरोध गर्दछु। आज हामीले फुल अनि खापा नल्याउनको लागि यहाँलाई अनुरोध गरेका थियौँ, कारण उहाँको पार्थिव शरीर आउने हप्ता नेपाल हामीले पठाउँदैछौँ।
जस कारणले गर्दाखेरि यहाँलाई हामी त्यो अनुरोध गरेका थियौँ। हुन्छ, यदि तपाईँले ल्याउनु भएको छ भनेदेखि समस्या छैन, हामी अगाडि ठाउँमा राखिदिनेछौँ। तपाईँहरू भित्रबाट उठेर आउनको लागि म अनुरोध गर्दछु। हामी पछाडिको चेयरबाट उठेर आउँछौँ। अनि यो समय हाम्रो सङ्गीत समूहले उहाँले मन पराउनु भएको भजन गाउँदै गर्नुहुनेछ। अनि हामी यो समयमा हेर्दै पनि गर्छौँ। यस्तो राखी यता भैया यहाँ पर तो पापा योगा कर रहे हैं, अब हम बाहर कैसे जाएं? आई छोड़ो, माफ कर दो मुझे। मम्मी रे, आई